14औं कविताको नाम काठमाडौँ डायरी। मेरो शान, मेरो मान, मेरो देश, मेरो राजधानी, मेरो काठमाडौँ। म जहाँ रहूँ बाँच्छु जसरी नसोधौँ कसैले, म तिम्रै आँट भरोसामा बाँचेको छु काठमाडौँ। तिमीसँग टाढा हुँदाको अभाव र नजिक हुँदाको प्राप्ति, जीवनको दुई किनारा भएर बाँचेको छु। तिमीसँग पराई हुनुको पीडा भुल्न जब नजिक हुन खोज्छु, मुलुकको धड्कन बढ्दै जान्छ। मेरा आँखाहरू तिमीलाई देख्न भेट्न यो मन त्यसै हतारिन्छ। पाइलाहरू यता र उता दौडन आतुर हुन्छन्। आफ्नै माटोको सुगन्ध चुमेर हावाको स्पर्शले छोइदिँदा पनि आमाको काख जस्तै प्यारो लाग्दछ। हृदयमा आशा र भरोसाको कोपिला फक्रन्छ। मनमा शान्तिको फुल फुल्दछ। आफ्नै अगाडि आफू जस्तै आँखाहरू जुधाउने नजर देखे भेटेपछि हार्दिकताले हृदय पग्लिन्छन् र आँखाको डिलबाट खसेको बर्सातले सिँचेको भूमिमा टेक्दै टेक्दै मेरा प्रत्येक पाइलाहरू सद्भाव र विनम्रताले शिर झुकाउँदै अघि बढ्दछ। मलाई लाग्दछ मेरो देश मेरै मलाई नै पर्खेर बसेको रहेछ। मेरो राजधानी मेरै स्वागत गरिरहेछ। म यसै पनि पुलकित हुन्छु। काठमाडौँले मेरो मुहार हेरोस्, भावना बुझोस् र मेरो आगमन देखेर दुःख सुखको संवाद गरोस्। म मनै गम खान्छु। तर काठमाडौँ तिमीले मेरो उपस्थितिलाई नापतोलको तराजुमा तौलियो र ट्याक्सी भाडा निर्धारण गर्यो। मेरो अज्ञानता र इमान्दारिताको गोई चढेर मेरै गोजी जित्याउन खोज्यौ। म त देश बोकेर हिँडेको यायावर हुँ। आफ्नै माटोलाई माया गर्दा गर्दै सिमानाले धकिदिएछु। असल नागरिक हुन खोज्दा खोज्दै अनागरिक पो भइसकेछु। मैले भूगोल नागे त के भयो? भाषा र संस्कृतिको सुगन्ध भुलेको छैन। बिहान बेलुकी घामचुन सबै लुकामारी गरे पनि निष्ठुरी रातहरू तिमीलाई नै साँचेको थिए। भोक र प्यासहरू मिलाउने चाहनामा स्यान्डविच र ब्रेड चबाएर दाल भातको स्वाद सम्झिँदै गाँस निलेको थिएँ। मलाई लाग्दथ्यो देश बोक्नुको पीडा राजधानीले सोध्दैछन्। मलाई लाग्दथ्यो परिवार र आफन्त बिछोडको कथा देउराली र पाखाहरूले खोज्नेछन्। तर देश तिमी आफै स्मार्ट सिटी भइसकेछौ र आफ्नै नागरिकलाई पढाइ लेख्न थालिसकेछौ। ए काठमाडौँ, तिमीले समातेको मोबाइल कहाँबाट आएका हुन्? तिमीले चढ्ने गाडी र जहाजहरू कसले बनाएका हुन्? र तिम्रो प्रेयसीको सुधोमा सजाइएका गहनाहरू कहाँ बनाइएका हुन्? तिम्रो र मेरो दूरी भूगोल वारिपारी भएर के भयो र? काँचको पर्दामा देखेकै थियौँ, गुगल सर्चमा भेटेकै थियौँ। तर तिमीले भूगोलको सिमाना कोर्यौ र चिनेर पनि नचिने जस्तो गर्यौ। सुन, मानिस भूगोलले टाढा हुँदैन, मानिस मन मस्तिष्कले टाढा हुन्छ। तिमी मेरो आगमनदेखि टाढा नभएका काठमाडौँ र मलाई पराई नसम्झ। धन्यवाद।